मकै हामी आज मकै भाँचेर घर लाँदैछौँ साथी हो। मकै भाँच्दैछौँ देउरानी यसरी मकै भाँचेर टक्कै घर ला। हेलो सबैलाई नमस्कार, मेरो अवतारहरू। आज हामी कहाँ छौँ भने मकैबारीमा मकै भाँच्दैछौँ है। ओ कस्तो मजाको मकैबारी। आज हामी मकैबारीमा काम गर्दै। वाह काँक्रो पनि फलेर चाहिँ साथी हो, यी काँक्रो पनि फले। हामी त खाजा खाने बेला भयो साथी है। मकै यहाँ यसरी राङ लाइयो, अब थकाइ पनि लाग्यो हल्का। च्याउ खाँदैछौँ देउरानी र म बाटामा बसेर, हाइवेको नजिकै ठ्याक्कै कहाँ भन्नु होला, मिलन चोकमा है। उठुली कान्छी म साइली देउरानी जेठानी। साइकल हान्ने भयो। फेरि हाम्रो खाजा खाने बेला भयो है। स्याउ खाइयो अहिले फेरि काँक्रो अर्ग्यानिक आफ्नो बारीको। उहाँ बुढाले नि खाँदै हुनुहुन्छ। मकै भर्दा भर्दा औडा भयो। फेरि मकै खान के अरे काँक्रो खान लाम साथी हो। कति रसिलो छ। हामी फेरि मकै भाँचेर सकेर फेरि कोदो टिप्दैछौँ साथी है। मकै बोक्ने यहाँ छ के रे। मकै बोक्ने डन उहाँ। हामी फेरि कोदो टिपेर अचलको के हो थाहा छ, पहिला पहिला डालो र थुन्से हुन्थ्यो, आज बाल्टी छ साथी है। नपत्ता कोदै टिपेको है। कस्तो छ, रमाइलो छ। हाम्रो दिदी पनि आइपुग्नु भयो। दिदी भन्ने बहिनी भन्ने